भएको छ। उहाँलाई शानदार ढङ्गले ताली बजाएर स्वागत गर्नुको लागि म अनुरोध गर्न चाहन्छु र म आएका साथीहरूको तर्फबाट स्वागत गर्नको निमित्त नव गठित अध्यक्ष नारायण श्रीवालजीले पुष्प गुच्छा र उपसचिव शशिधर थापाजीले भावना व्यक्त गर्नुभएको छ। सभ्य अध्यक्ष राजनीतिक केटीहरूलाई प्रमुख अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र मैले आफ्ना भनाइलाई अब थोरै संक्षिप्तमा म सक्न गइरहेको छु। म भन्दै थिएँ नेपाल स्टेट लिस्टमा पर्ने सम्भावना किन छ, किनभने यहाँ अवैध सम्पत्तिहरू आयात भएको छ। यहाँ अवैध सम्पत्तिहरू विदेशका बैङ्कहरूमा लगिएको छ। रवि गान्धी सहकारी भएको कारण